हामी यो सुन्दर पर्यटकीय नगरी हिलेको ठ्याक्कै देखिने क्षेत्रमा छौँ। यो चाहिँ यो नागढुङ्गा अर्थात् अङ्ग्रेजीमा स्नेक स्टोन भनेर भनिन्छ। अनि यहाँबाट चाहिँ यो भेनेटादेखि लिएर यता चाहिँ पाँचथर पनि देखिन्छ। यहाँ अलिकति यतापट्टिबाट सिधा चाहिँ तराई सुनकोशी के अरे सप्तकोशी पनि देखिन्छ। त्यसपछि यो अहिले चाहिँ हाम्रो घिमिरेहरूको ज्वाइँहरू लिएर चाहिँ हामी आएका छौँ। यो आन्तरिक पर्यटन प्रवर्धनको लागि चाहिँ हामी यसरी आएका छौँ। र यो माथि चाहिँ टावर छ, एमटिसीको टावर हो। यो क्षेत्र चाहिँ यो एउटा हिमाल हेर्नको लागि, हिमाल हेर्ने ठाउँको लागि चाहिँ प्रख्यात छ यो क्षेत्र। हामी ठ्याक्कै नागढुङ्गामा छौँ अहिले। यताबाट चाहिँ टक्कै हिमाल देखिन्छ, यहाँबाट हिमाल देखिन्छ, यो हिमाल। त्यसपछि यताबाट यो जितपुर, महालक्ष्मीको सदरमुकाम जितपुर पनि देखिन्छ भने यहाँ तल अरुण उपत्यका, अरुण वरुण उपत्यका, यो संसारको सबभन्दा गहिरो उपत्यका पनि मानिन्छ। र त्यसपछि अर्को भनेको चाहिँ गहिरो तथा लामो उपत्यका यो अरुणले बनाएको। त्यसपछि अर्को यहाँ संसारको सबभन्दा धेरै प्रजातिका चराचुरुङ्गी पाइन्छ। यो चाहिँ धनकुटाले मार्केटिङ र ब्रान्डिङ गर्न नसकेको एउटा विषय हो। यो विषयलाई चाहिँ हामीहरूले कसरी ब्रान्डिङ गर्ने, मार्केटिङ गर्ने भन्ने सन्दर्भमा हामी पत्रकार कविराज घिमिरे र म कृषि पर्यटन अभियन्ता जीवन राई चाहिँ हामी यो विगत 2 वर्षदेखि हामी निरन्तर रूपमा लागिरहेका छौँ। र यसको भिडियो दस्तावेजकरण गर्ने र त्यसपछि अर्को लिखित दस्तावेज गर्ने कुराहरू छ हैन। पुस्तकहरू प्रकाशन गर्ने कुराहरू छ। यो खर्चिलो छ। हामीले चाहिँ अहिले चाहिँ डकुमेन्टेसनको एउटा पार्टमा काम गरिरहेछौँ। यहाँबाट चाहिँ पटेक डाँडा पनि देखिन्छ। यो पटेक डाँडाबाट चाहिँ नेपालकै सबैभन्दा धेरै चाहिँ लामो हिमालयन रेन्ज देख्न सकिने पटेक डाँडा हो। अनि यो क्षेत्रमा पनि पर्यटकहरूलाई लान सक्दाखेरि यो धनकुटाले अर्को प्रचुर मात्रामा फाइदा लिन सक्ने त्यो सम्भावना छ। अनि अर्को यो गुराँसे छ। यहाँबाट चाहिँ सूर्योदय पनि हेर्न सकिने, र यो चाहिँ गुराँस, निकै मात्रामा गुराँस रोपिएको छ र यहाँ चिया बगान पनि छ। अनि यो क्षेत्रहरू चाहिँ यो पर्यटन धनकुटाको पर्यटन प्रवर्धनको लागि महत्त्व राख्ने ठाउँहरू हुन्। यसले गर्दाखेरि यसको प्रवर्धन गर्ने हाम्रो जिम्मेवारी पनि हो। हामी आज आन्तरिक पर्यटनको क्रममा छौँ। राइट। अनि स्नेक स्टोन कडा आइहाल्यो नि। अनि त्यसपछि स्टोन कि स्टोन अरे? एकजना यहाँनिर आउनुहुन्छ? यसरी फोटो खिच्दै हुनुहुन्छ। अझै अगाडि आउनु। ओके हो ल ल यो एकदम अग्लो निकाल्नु है। हजुर अग्लो होचो सुन त भन्दा तपाईँलाई कति अग्लो चाहियो? मान्छे होचो भयो।